नमस्ते एभ्रिवान। आज चाहिँ हाम्रो ड्रोन हस्पिटल नेपालमा चाहिँ इयर 3 को ड्रोन चाहिँ रिपेयरको लागि आएको छ। यो चाहिँ हाम्रो आर्मीमा युज गरिरहनु भएको थियो, आर्मी सरहरूले युज गरिरहनु भएको थियो गणहरूमा। र यसमा चाहिँ अलिकति युनिक खालको केस देखेको छ। खासै यो क्र्यास भएको चाहिँ छैन भन्नुहुन्छ है। र यसो नर्मली बडीहरूलाई हेर्दाखेरि पनि त्यस्तो क्र्यास भएको रेकर्ड देखिँदैन। तर यसमा चाहिँ के छ भन्दाखेरि भिजन सेन्सर इरर आइराखेको छ। जसरी यहाँ हामीले यसको ड्यासबोर्डमा हेर्न सक्छौँ, फरवर्ड भिजन सेन्सर क्यालिब्रेसन इरर भनेर आइराखेको छ है। र यसमा चाहिँ त्यस्तो खासै क्र्यास रेकर्ड ड्रोनमा छैन। यो चाहिँ इयर 3 को मोडल रहेको छ। यसमा हेर्न पनि सकिन्छ, हामीले अहिले चेक गर्दाखेरि चाहिँ त्यस्तो खासै इम्प्याक्ट परेको बडीमा कतैतिर डेन्टहरू त्यस्तो केही पनि इस्यु छैन। र खोलेर हेर्दाखेरि यसमा के देखियो भन्दाखेरि यसको चाहिँ फ्रन्टको लेफ्ट भिजन सेन्सरमा चाहिँ यहाँ डिस्प्लेमा पनि इरर केही देखाइरहेको थियो। र हामीले खोलेर हेर्दाखेरि क्र्यास नभए पनि यसको जुन यो भिजन सेन्सर छ यो त यसरी चुटेको अवस्थामा देखियो है। र यो यसरी च्यातेको हुँदाखेरि चाहिँ ड्रोनले चाहिँ टेकअफ लिइराखेको थिएन, भिजन सेन्सर क्यालिब्रेसन इरर भनेर भनिराखेको थियो। र हामीसँग चाहिँ यसको सेन्सरहरू पनि प्रशस्त रूपमा अभाइलेबल छ। 3, 3S जति पनि मोडलहरू छ सबैको सेन्सरहरू आइसकेको छ। र म तपाईँलाई सेन्सरहरू एकचोटि देखाउन पनि चाहन्छु। जस्तै यसरी चाहिँ हाम्रोमा अहिले इयर 3, 3S, मिनी 4 प्रो, 5 प्रो, म्याभिक 4हरूको सबैको सेन्सर आइसकेको छ। अब यो हामीले सेन्सर चाहिँ यसको चेन्ज गर्छौँ यसरी। र चेन्ज गरिसकेपछि चाहिँ यसको क्यालिब्रेसनहरू पनि यसलाई गर्नुपर्ने हुन्छ। र यसलाई प्रोपर रूपमा क्यालिब्रेट गरेर हामी यसलाई चाहिँ फाइनल स्टेजमा हजुरलाई देखाउनेछौँ। र यसको एक्चुअली सिरियल नम्बरहरू पनि चेक गरौँ। देख्न सक्नुहुन्छ एयरक्राफ्टको सिरियल नम्बर यहाँ रहेको छ भने अरू त सबै हजुरले चेक गर्न सक्नुहुन्छ। र यो ड्रोन हामी रेडी गरिसकेपछि यसको यो भिजन सेन्सर यसको कम्प्लिट चेन्ज गरेर क्यालिब्रेसन गरिसकेपछि हामी हजुरहरूसँग पुनः जोडिनेछौँ। हस्त धन्यवाद। फाइनल्ली यो इयर 3 चाहिँ हामीले रेडी गरिसकेका छौँ है। एक्चुअली सिरियल नम्बर पनि हेरौँ। यसरी सिरियल नम्बर चेक गर्न सक्नुहुन्छ। र एक्चुअली आर्म पनि गरेर हेरौँ। मजाले ड्रोन आर्म भइसकेको छ। र भिजनको यो भिजुअलहरू पनि हेर्न सकिन्छ है त। यसरी चाहिँ यो हामीले यसको कम्प्लिट भिजन सेन्सर सेट चेन्ज गरेर यसको चाहिँ क्यालिब्रेसन गरेर यो रिपेयर गरिसकेका छौँ। र यसको फ्लाइट टेस्ट पनि हामी हजुरलाई देखाउँछौँ है त। हस् धन्यवाद। यो अहिले ड्रोन रेडी भइसकेको छ है। त्यहाँ टेकअफ पनि लिइसकेको छ र सेन्सरले पनि सबै मजाले काम गरिरहेको छ होइन। फेरि सिरियल नम्बर पनि हुन्छ। र यसको यो सिरियल नम्बरहरू रहेको छ है। र भिजन सेन्सरले पनि यसरी मजाले काम गरिरहेको छ। यसरी भिजन सेन्सरलाई